देशलाई माया गर्न हाम्रो मन र कर्म दुवै निस्वार्थ हुनैपर्छ। शहीदको आदर्श हाम्रो आदर्श बन्नै पर्छ। त्यसैले हामी हाम्रो कर्तव्य चिनौँ, अधिकारको सदुपयोग गरौँ र शहीदहरूका आदर्शलाई सम्मान गरौँ। ज्वाला फुटाउने आवाज सबमा गुन्जाए, जनताको हितको निम्ति मर्न रमाए। ज्वाला फुटाउने आवाज सबमा गुन्जाए, जनताको हितको निम्ति मर्न रमाए। जनताको हितको निम्ति मर्न रहेको हेर न शहीदहरूलाई, नेपालीको अनुहारमा हाँसिरहेको। उनको बास स्वर्गीय लोकमा जहाँ उनी बाँचिरहेको। उनको बास स्वर्गीय लोकमा जहाँ स्ट्यान्डिङ ओभेसन दिनुभएको छ। जुनुजी, तपाईलाई हार्दिक बधाई छ। कङ्ग्रेचुलेसन। धन्यवाद म्याम। म केही शब्द बोल्न चाहन्छु। प्लिज। हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए। उहाँहरूले हाम्रो लागि भनेर जीवन समर्पित गर्नुभयो र मैले उहाँहरूको लागि यति ठुलो मञ्चबाट आफ्नो आवाज, आफ्नो प्रस्तुति मार्फत श्रद्धाञ्जली, श्रद्धा अर्पण र सम्मान गर्न पाएँ। मेरो लागि यो अहोभाग्य थियो। बहुतै भाग्यमानी ठान्छु म आफूले आफूलाई।